हेलो एन्ड नमस्ते साथीहरू। वेलकम ब्याक टु न्यू भिडियो। हजुरहरू सबैजनालाई स्वागत छ हाम्रो नयाँ भिडियोमा। आज म हजुरहरूलाई यस भिडियो अन्तर्गत रहेर सिकाउने छु कि हजुरहरू नेपालमा बसेर फ्री फायरमा डायमन्ड टपअप कसरी गर्न सक्नुहुनेछ। मैले यसभन्दा पहिला पनि भिडियोहरू अपलोड गरेको थिएँ र हजुरहरूले धेरै मन पराइदिनु भएकोमा धेरै धन्यवाद। र म आज हजुरहरूलाई फेरि सिकाउने छु हजुरहरू आइएमपी यी सेवाहरू प्रयोग गरेर कसरी टपअप गर्न सक्नुहुनेछ त। साथीहरू, त्यहाँ माथिपट्टि हजुरहरूले देख्न सक्नुहुनेछ अहिले मसँग 156 डायमन्ड छ र म हजुरहरूलाई टपअप गरेर देखाउने छु। हजुरहरू च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक शेयर एन्ड सब्स्क्राइब गरिदिनु होला गाइज। म हजुरहरूकै अगाडि मन्थली मेम्बरसिप लिएर देखाउने छु। कृपया हजुरहरू सबैजनाले यस भिडियोलाई सुरुदेखि अन्तिमसम्म हेरिदिनु होला र कमेन्ट गरिदिनु होला हजुरलाई भिडियो कस्तो लाग्यो। ल हामी अब लागौँ मोबाइल स्क्रिनतर्फ। ओके साथीहरू, हामी मोबाइल स्क्रिनमा आइसकेपछि एप्लिकेसन छ टुर्नाओपी भन्ने, त्यो एप्लिकेसनमा हामी आइसकेपछि यस्तो इन्टरफेस आउँछ र हामीले सुरुमा पहिला पोइन्ट लोड गर्नुपर्ने हुन्छ। यदि हजुरहरूलाई पोइन्ट लोड गर्न आउँदैन भने मैले योभन्दा अगाडिको भिडियोमा राम्रोसँग पोइन्ट कसरी लोड गर्ने र कसरी टपअप गर्ने भन्ने फुल डिटेलमा सिकाएको छु। हजुरहरूले त्यो भिडियो गएर चेक गर्न सक्नुहुनेछ। है त साथीहरू, अब ढिला नगरिकन भिडियोमा अगाडि बढौँ। यस्तो इन्टरफेस आउँछ। हजुरहरूले टुर्नाओपी एप्स ओपन गर्ने बित्तिकै त्योभन्दा पहिला हजुरले आइडीहरू बनाउनु होला र त्यहाँनिर स्टोरको अप्सनमा गएर फ्री फायर डायमन्डमा टच गरिदिनु होला र यहाँनिर हेर्न सक्नुहुन्छ धेरै अप्सनहरू दिएका छन्। त्यसमध्ये अब हजुरलाई कुन उपयुक्त लाग्छ र हजुरलाई यसमध्ये कति डायमन्ड चाहिने हो त्यसमा गएर टच गरिदिनु होला। म अहिले हजुरलाई मन्थली टपअप गरेर देखाउनु छु। यहाँनिर युआइडी हाल्नुपर्ने हुन्छ। मैले युआइडी कपी गर्ने बिर्सेछु गाइज। मैले युआइडी कपी गर्न आएको छु यहाँनिर फ्री फायरमा। ओके, यहाँनिर मैले युआइडी कपी गरेँ र त्यसपछि युआइडी पछि गेममा आफ्नो फ्री फायर आइडीमा नाम के छ त्यो पनि नाम पनि कपी गर्नु होला। एक्ज्याक्टली नेम पनि कपी गर्नु होला र मैले नि कपी गरेँ र कपी गरिसकेपछि मिनिमाइज गरेर म जानेछु फेरि त्यही एप्लिकेसनमा टुर्नाओपी एप्लिकेसनमा म फेरि जानेछु। हामी आइसकेको छौँ गाइज टुर्नाओपी एप्लिकेसनमा र माथिपट्टि युआइडी भनेको छ। हामी गेमको युआइडी हाल्नेछौँ यहाँनिर। मेरो युआइडी यहाँ देख्न सक्नुहुन्छ साथीहरू। हजुरहरू चाहनुहुन्छ भने मसँग खेल्न सक्नुहुनेछ। यहाँ युआइडी देखिएको छ र नाम तलपट्टि नाम हालिदिने र माथिपट्टि युआइडी हालिदिने र बाई नाउमा टच गरिदिनु होला र त्यसपछि हजुरको अर्डर प्लेस सक्सेसफुल भइसकेको छ र केही समय लाग्नेछ साथीहरू, केही समय लाग्नेछ। र माथिपट्टि देख्न सक्नुहुन्छ हाम्रो अहिले पोइन्ट जम्मा 85 पोइन्ट छ। योभन्दा अगाडि हामीसँग 1035 पोइन्ट थियो र अहिले हेर्न सक्नुहुन्छ हामीसँग अहिले जम्मा 35 पोइन्ट छ र यहाँनिर माथि पर्चेज सबमिटेड भइसकेको छ। केही समय लाग्नेछ साथीहरू, त्यसपछि हाम्रो फ्री फायरमा डायमन्ड टपअप भइसक्नेछ। केही समय लाग्छ, हजुरहरू नआतिनु होला र प्रतीक्षा गर्नुहोला। यदि हजुरहरूलाई यो तरिका अप्ठ्यारो लाग्यो भने हजुरहरूले कमेन्ट गर्नुहोला र म चाँडोभन्दा चाँडो अर्को तरिका पनि लिएर आउनेछु। अहिलेलाई हामी लागौँ गेममा, हेरौँ हाम्रो डायमन्ड टपअप भइसकेको छ या छैन। मैले लगभग आधी घन्टा भइसक्यो, आधी घन्टादेखि 45 मिनट जति भइसक्यो गेम ओपन नगरेको। र देख्न सक्नुहुन्छ साथीहरू हामीसँग योभन्दा अगाडि जम्मा 156 डायमन्ड थियो र अहिले हेर्न सक्नुहुनेछ हामीसँग 1271 डायमन्ड भइसकेको छ साथीहरू। र हेर्न सक्नुहुन्छ यहाँनिर मन्थली मेरो टपअप भइसकेको छ। मन्थली टपअप भइसकेको छ यहाँनिर हेर्न सक्नुहुन्छ साथीहरू। मैले लाइभ देखाएको छु र योभन्दा अगाडि हजुरहरूलाई पनि देखाएको थिएँ र अहिले बिफोर र आफ्टर हेर्न सक्नुहुनेछ। योभन्दा अगाडि मेरोमा थियो जम्मा 156 डायमन्ड र अहिले हेर्न सक्नुहुन्छ 1271 डायमन्ड भइसकेको छ। यही तरिकाबाट भिडियोलाई मिस नगरिकन सुरुदेखि अन्तिमसम्म हेर्नुभयो भने हजुरहरूले सजिलैसँग टपअप गर्न सक्नुहुनेछ। फुल्ली ट्रस्टेड हो साथीहरू, डराउनु पर्दैन, 100% टपअप हुनेछ। हजुरलाई यदि केही समस्या पर्छ भने कमेन्ट गरिदिनु होला र साथीहरू भिडियो कस्तो लाग्छ कमेन्ट गरिदिनु होला। भिडियोलाई लाइक र च्यानलमा नयाँ हुनुहुन्छ भने सब्स्क्राइब गरिदिनु होला र कमेन्ट पनि गरिदिनु होला। हस्त साथीहरू, आजको लागि यति नै। बाई बाई, टाटा साथीहरू, बाई बाई।